स्वागतम स्वागतम हजुरहरू पाल्नु भयो आज हामी मजा रमाइलो पल हो यो राखौँ सम्हालेर Thank you.
भाइ धर्मेला कर्मेला यसो नमाया गोर्खाली पल्टनमा साथी भाइ धर्मेला कर्मेला यसो नमाया गोर्खाली पल्टनमा कति आफू ओढी सुख सबै खन्याए तिमीलाई जवानीमा मग मग वृद्ध भए गनाए तिमीलाई जवानीमा मग मग वृद्ध भए गनाए तिमीलाई मञ्चमा आसीन भाषा साहित्यका गगनचुम्बी साहित्यकारहरूलाई म सुदामाको तर्फबाट एकमुष्ट साहित्यिक अभिवादन। यहाँ मलाई सृजना वाचन गर्न आउनु नि भनेर निमन्त्रणा गर्नुभएको थियो आयोजक समितिले। मैले यहाँ आएर हेर्दाखेरि सृजना वाचन गर्नै मन लागेन। के फुर्यो त मलाई भन्दा यो साहित्य कला सङ्गम जुन एउटा बच्चो जन्मियो, नानी जन्मियो, यो एउटा के हो भने भाषा साहित्यको ठाउँमा क्षेत्रमा बहुतै ठुलो काम भएको छ। यहाँहरू जसले यसलाई जन्माउनको लागि सङ्घर्ष गर्नुभयो, यहाँहरूलाई म सुदामाले त के भन्न सक्छु, सम्पूर्ण साहित्य समाजको तर्फबाट यहाँहरूलाई मुरी धन्यवाद नदिकन जान सकिनँ। सृजना पछि सुनाउला, तर यहाँहरूलाई यो जुन एउटा राम्रो काम गर्नुभएको छ यसप्रति त्रिवेणी साहित्य मञ्च र म सुदामाको तर्फबाट फेरि पनि शुभकामना भन्दै यहाँहरूबाट बिदा लिन्छु। हस्त धन्यवाद।
एवं सम्पूर्ण साहित्यिक मनहरूमा मेरो साहित्यिक अभिवादन स्वीकार दिनुहुन्छ भन्ने आशा राखेको छु। एउटा नेपालीमा भनाइ छ, निरुला केटाहरूले माइक्रोफोन पाए भने छोड्दैनन् भनेर। दिपेशजीलाई म अनुरोध गर्छु, ठ्याक्कै 2 मिनट भएपछि मलाई सिग्नल दिनु होला, म धेरै पर्दैन। यो निरुला केटाहरूको रेकर्ड पनि ब्रेक गर्नु पर्यो नि त हामीले, होइन? पुस्तक रहरै रहरमा लेखिँदो रहेछ भन्ने मलाई लाग्थ्यो र पहिलो पुस्तक लेख्दै गर्दाखेरि ममा यति घमण्ड आएछ, म भन्दा ठुलो साहित्यकार कोही पनि छैन जस्तो लाग्यो। मैले कसैलाई देखाइनँ, एकैचोटि प्रेसबाट आएर बाहिर आइपुग्दाखेरि छक्काछुल्लै भयो। त्यसलाई मैले पाठको रूपमा लिएँ र दोस्रो पुस्तक केही साथीहरूसँग सरसल्लाह गरेर ल्याएँ। त्यसले तेस्रो पुस्तक लेख्ने हौसला दियो र तेस्रो पुस्तक चिहानबाट चिन्तन लेख्नुपर्छ भन्ने कुरा। जुन दिन मैले एउटा भोइसमेल भन्ने कविता मेरो प्रिय भाइ रूपेश ढुङ्गानालाई सुनाएँ, उनले भने दाजु कवि बन्नुपर्छ भन्नुभयो। भाइ म कवि भने, भाइले हो दाजु कविता लेख्नु भन्नुभयो। मैले जेने तेने 10वटा कविता लेखेर फेरि भाइ रूपेश ढुङ्गानालाई सुनाएँ। सबै सुनिसकेपछि भाइले भने दाजु अब कविता फुर्छ। त्यस पछाडि मैले जेने तेने 50वटा कविता लेखेँ अनि फेरि मित्र धर्मेन्द्र तिमसिनाजीलाई एकचोटि मेरा कविता हेर्नुहोस् भने भविष्य उज्जवल छ सिएमजी भन्नुभयो, केही पनि भन्नु भएन। झन् रहर लाग्यो। मैले लगभग 150वटा कविता लेखिसकेर फेरि भाइ रूपेश ढुङ्गानालाई भाइ 150वटा कविता बनाएँ भनेको तपाईँकै छेउमा बसेका सालेग्राम हुनुहुन्छ, कसैले पुजेको छैन, चिनेको छैन, जानेको छैन, तपाईँबाटै सुरु गर्नुहोस् सिएम दाइ भनेर त्रिविक्रमजीको नाम लिएपछि म झसङ्ग भएँ। हामीले नचिनेको अथवा नबुझेको एउटा असल साहित्यकार त्रिविक्रमजी मेरो असल मित्र पनि हुनुहुन्छ। उहाँलाई मैले मेरो पुस्तक सम्पादन गरिदिनु पर्यो मित्र भनेको एकै शब्दमा पठाइदिनुहोस् भन्नुभयो। करिब 6 महिना जति समय लिनुभयो। म चुपचाप बसिरहेँ। मैले यहाँ एउटा मौनता भन्ने कविता लेखेको छु, उहाँलाई नै डेडिकेट गरे जस्तो भयो। 6 महिनापछि रिस करने लगे मैं रिसे करे बसू चपटे चपटे
माया छ तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा